बाँदरको आतंकले किसानहरूले आफ्नो उब्जनी खान नसकिरहेको बसाइ सर्नुपर्ने अवस्था सिर्जना भएको छ। अब बाँदरलाई कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा बाँदर समाएर हरेक घरमा एक घर एक बाँदर सबै परिवारले पाल्नुपर्ने। खोलाको पानी दमकलमा ल्याएर मैले खाँदबारी बजारमा चाहिँ वितरण गरेको अवस्था हो र त्यसले पार्लियामेन्टमा पनि तपाईको छलफलको विषय बन्यो। हामी तपाईको यो 3-4 महिनाभित्रमा तपाईको बिजुलीको बिल हरेक वार्डमा तिर्ने व्यवस्थापन हामी मिलाउँछौँ। हैन, बाँदरको सन्दर्भमा बाँदरको आतंकले किसानहरूले आफ्नो उब्जनी खान नसकिरहेको अवस्था र बाँदरको कारणले तपाईको ठाउँ छोडेर बसाइ सर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ र आजै पनि तपाईको नगरपालिकामा वडा नम्बर 8, 1 लगायतका धेरै मानिसहरू चाहिँ आएर बाँदरको बारेमा चाहिँ हामीलाई जानकारी गराउनु भयो र हामीले सामूहिक रूपमा बसेर अब बाँदरलाई कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा केही प्रक्रियाहरू आरम्भ गरेका छौँ। त्यसमध्येमा तपाईको बाँदरलाई समाउने, बाँदर समाएर हरेक घरमा एक घर एक बाँदर सबै परिवारले पाल्नुपर्ने। तर पाल्दाखेरि तपाईको त्यो बाँदरलाई भ्यासेक्टोमी गर्नुपर्ने, त्यसलाई रेबिजको सुई लाउनुपर्ने र तपाईको भ्यासेक्टोमी गरेको खर्च, बाँदर समातेको खर्च, रेबिजको सुई लगाएको खर्च नगरपालिकाले बेहोर्नु पर्ने भन्ने कुराहरू पब्लिकबाट आएको छ। यसलाई हामी नगरपालिकाको कार्यपालिकाको बैठकमा यथाशक्य चाँडो लगेर यसलाई निर्णय गरेर यसलाई चाहिँ हामी आरम्भ गर्छौँ। त्यस पछाडि बाँदरलाई कालो मसो दलेर बगालमा छोड्ने कुरा छ, त्यो पनि भ्यासेक्टोमी गरेर छोड्ने कुरा छ। त्यस पछाडि बाँदर हामीले खेद्ने अभियान पनि सुरु गर्ने भनेर त्यसलाई अगाडि बढाउने भनेर हामीले प्रक्रियाहरू चाहिँ अगाडि बढ्नुपर्छ भनेर हामीले अगाडि बढेका छौँ र बाँदर चाहिँ के भने मार्न नपाउने र बाँदर संरक्षित जनावर पनि हो भन्ने हिसाब किताबमा बाँदरलाई सहजता होस् भनेर सामुदायिक वन र ठुला जङ्गल राष्ट्रिय वनहरूमा चाहिँ हामीले तपाईको फलफुलका बिरुवाहरू लगाउने, बर पिपलहरू लगाउने, जबकि तपाईको बाँदरले तपाईको आफ्नो जीवन निर्वाहका लागि गाउँ पस्नु नपरोस् भन्ने दृष्टिकोणका साथ हामीले चाहिँ बाँदर नियन्त्रणका लागि अब ठोस कदम चल्न जरुरी छ र अब यसै बाँदर चाहिँ नियन्त्रण नहुन सक्छ। त्यस कारणले गर्दाखेरि हामीले ठोस कदम, ठोस कार्यक्रम राखेर अगाडि बढ्ने प्रक्रिया आरम्भ गरेका छौँ। खानेपानीको सन्दर्भमा म आउँदाखेरि तपाईको एक किसिमले खानेपानी चाहिँ हाहाकारै अवस्था थियो। खोलाको पानी दमकलमा ल्याएर मैले खाँदबारी बजारमा चाहिँ वितरण गरेको अवस्था हो र त्यसले पार्लियामेन्टमा पनि तपाईको छलफलको विषय बन्यो। त्यस पछाडि हामीले खानेपानीका लागि ठोस कदमहरू चाल्यौँ। भइरहेका मुहानलाई संरक्षण गरेर विभिन्न ठाउँबाट ती मुहानहरूको पनि खोजी गरेर हामीले पानी चाहिँ लिएर आयौँ र नयाँ मुहान पनि खरिद गऱ्यौँ र आज हामीले खाँदबारी नगरपालिकाभित्र जहाँ सङ्कट छ त्यो सङ्कट भएको ठाउँमा अल्टरनेट डे हामीले पानी उपलब्ध गराइराखेका छौँ। एक नगरपालिकाबाट अर्को जिल्ला जाने मोटर बाटो, एक पालिकाबाट अर्को पालिका जाने बाटो र अनि आन्तरिक भित्रका बाटाहरू हामीले 3 श्रेणीमा विभक्त गरेका छौँ र एउटा बाटो तपाईको चाहिँ भोजपुरसम्म जाने बाटो चाहिँ पर्दछ, जुन बाटो चाहिँ यहाँ खाँदबारीदेखि तपाईको शीतलपाटी हुँदै हेलुवा बेसी भएर भोजपुर जानसम्म जाने बाटो त्यो पर्दछ। त्यो प्राथमिकताभित्र राखेका छौँ, पहिलो प्राथमिकता। त्यसलाई टेन्डर पनि आह्वान भएर ठेकेदारले पनि काम प्रक्रियाहरू गरेका छन्। अब पहिल्यै कम्प्लिट हुनुपर्ने बाटो कम्प्लिट भएको छैन, त्यसका लागि हाम्रो पनि
बल लगाइराखेका छौँ र यसमा आज पनि सार्वजनिक सुनवाई हेलुवाबेसीमा रहेको छ। पालिका टु पालिका जोड्ने बाटोहरू खाँदबारी बडेरिनी वाना चैनपुर खण्ड खाँदबारी यो कल्छे हुँदै धुपु 12 जाने मार्ग खाँदबारी रामछे हुँदै लेब्राङ भएर धुपु जाने सडक यी सडकहरू हाम्रो प्राथमिकतामा हामीले राखेका छौँ किनभने यसले चाहिँ पालिका टु पालिका अर्को पालिकाबाट आउने मानिसहरूलाई सहुलियत प्रदान गर्छ भनेर। तर यसमा हामीले केही बाटोहरू चाहिँ त्यसमा तीनटै बाटोमा केही पिचका कार्यक्रमहरू राखेका छौँ। ठेकेदारले समयमा काम नगरेर त्यो अहिलेसम्म त्यो चाहिँ त्यतिकै रहेको छ। सीमित स्रोत र साधनलाई उपयोग गरेर हामीले बाह्रैकाल चल्ने परिस्थिति बाटाको हकमा बनाएका छौँ। जहाँसम्म यहाँभित्रको शिक्षा स्वास्थ्य सामाजिक कुराहरू छन् सामाजिक क्षेत्रहरूमा तपाईँको चाहिँ जो के अरे भत्ताहरू वितरण गर्ने प्रक्रियामा जनतालाई असहज हुन्छ भनेर हामीले चाहिँ वार्डमा लगेर टाढाका वार्डहरूमा हामीले ब्याङ्कलाई कन्भिन्स गरेर ब्याङ्कलाई उहीँ पुर्याएर हामीले चाहिँ वृद्धहरूको अर्थात् सोसल सेक्युरिटी भत्ता लिने मानिसहरूलाई हामीले वहीँभित्र तपाईँको त्यो सर्भिस उपलब्ध गराएका छौँ र तपाईँको बिजुलीको बिल पनि अब हामीले तपाईँको हरेक वार्डमा तिर्ने व्यवस्था मिलाउनका लागि प्रक्रिया आरम्भ गरेका छौँ। हामी तपाईँको यो 3-4 महिनाभित्रमा तपाईँको बिजुलीको बिल हरेक वार्डमा तिर्ने व्यवस्थापन हामी मिलाउँछौँ। हामीले यो लिक्विड वेस्ट म्यानेजमेन्टका लागि 71 करोड तपाईँको बजेट चाहिँ के भने व्यवस्थापन भएको यसपल्ट 25 करोड रुपियाँ चाहिँ निकासा भएको 25 करोड रुपियाँ चाहिँ अहिले हाम्रो चाहिँ यो ढल निकास हाम्रो चाहिँ खानेपानी तथा ढल निकास धनकुटाले चाहिँ टेन्डर बिट गरेको छ टेन्डर आह्वान गरेको छ। हाम्रो चाहिँ चाँडै नै त्यो कुराहरू चाहिँ कम्प्लिट हुन्छ। खाँदबारी र तुमलिङटार अलिक विशेष भयो नगरपालिकाका लागि अनि यहाँ चाहिँ तरकारीजन्य कुराहरूदेखि लिएर सारा कुराहरूमा मानिसहरूको चाहिँ डिस्ट्रोय हुन्छ किसानको भनिसकेपछि हामीले 15 मेट्रिक टनको कोल्ड स्टोर चाहिँ तपाईँको खाँदबारी हाट लाग्ने ठाउँमा र तुमलिङटारको हाट लाग्ने ठाउँमा पनि हामीले चाहिँ व्यवस्थापन गरेर त्यसलाई सुचारू गरेका छौँ र अहिले 2 करोड समथिङको बजेट चाहिँ राखेर हामीले चाहिँ के अरे यो मानेभन्ज्याङको कृषि बजार भन्छ त्यहाँ चाहिँ हामीले चाहिँ यो कोल्ड स्टोर चाहिँ निर्माणाधीन अवस्थामा रहेको छ।